के भयो छोरी? विधाता ए विधाता, छोरीले त पेट दुख्यो पो भन्दैछ त। के भयो छोरी? धेरै जङ्क फुड नखाऊ भन्न मान्दैनौ, त्यही भएर त पेट दुखेको होला नि। धेरै पेट दुखेको हो छोरी? हो बाबा। ल हिँड न त त्यसो भए डक्टरकोमा जाऊ। नमस्कार डाक्टर साहब। नमस्कार नमस्कार, के समस्या भएर आउनुभएको नि? मेरो छोरीले त पेट दुख्यो भन्दैछ, खै के भयो के? नानी यहाँ बस त। लामो सास फेर त। एउटा दबाई दिन्छु, घर गएपछि खुवाइदिनुहोस् है। हस् डाक्टर साहब, कसरी खुवाउने डाक्टर साहब? मजाले हल्लाउने अनि खुवाउने। हस् डाक्टर साहब, धन्यवाद। धन्यवाद। दबाई खाने अनि एकछिन रेस्ट गर्ने है छोरी? ए डाक्टर साहबले त बेसरी हल्लाएर दबाई खुवाउनु भन्नुभएको थियो। विधाता हजुर। यता आऊ त। डाक्टर साहबले त बेसरी हल्लाएर दबाई खुवाउनु भन्नुभएको थियो, न अब हल्लाउनु। अब एकछिन रेस्ट गर है छोरी? हजुर। अझै निको भएन छोरी? ल हिँड न त, त्यसो भए फेरि डाक्टरकोमा जाऊ। नमस्कार डाक्टर साहब। नमस्कार नमस्कार, फेरि आउनुभयो त के भएर आउनुभएको? मेरो छोरीको त पेट निकै भएन। दबाई खुवाउनु हो त? खुवाउँ डाक्टर साहब। कसरी खुवाउनु भयो देखाउनु त? त्यसरी हल्लाएर खुवाउँ डाक्टर साहब। ए शिव, मैले दबाईलाई पो हल्लाएर खुवाउनु भनेको नि, छोरीलाई हो त? हेलो। के भन्छ यो? खै हेरौ त। धेरै नै टोकेछ, ल हिँड डाक्टरकोमा जाऊ। नमस्ते डाक्टर साहब। नमस्कार नमस्कार, के समस्या भएर आउनुभएको नि? मेरो छोराले कुकुरले टोक्यो भन्दैछ। बाबु यहाँ बस त। म एउटा दबाई दिन्छु, जहाँ टोकेको थियो त्यही लगाइदिनुहोस् है। हस् डाक्टर साहब। बाबु, तिमीलाई कहाँ टोकेको थियो? म बारीमा खेल्दै थिएँ, त्यही टोके मामु। खै देखाऊ त। डाक्टर यही लगाइदिन पर्यो।
कुकुरले टोकेको निकै भएन। अझै निको भएन छोरो? हो मामु। त्यस भए फेरि डाक्टरकोमा जाऊ। नमस्ते डाक्टर साहब। नमस्कार नमस्कार। फेरि आउनुभयो त के समस्या भयो? मेरो छोरालाई कुकुरले टोकेको निकै भएन। बाबु यहाँ बस्छ त। त्यही भाउ त जस्ताको जस्तै रहेछ। मलम लाउनु भयो त? लायौँ। हेर्दाखेरि त मलम लाएको जस्तो देख्दिन, कहाँ लाउनु भयो त? डाक्टर साहब तपाईँले जहाँ टोकेको थियो त्यही लाउन भन्नुभएको होइन? छोरालाई बारीमा टोकेको रहेछ, त्यही लगाइदिए डाक्टर साहब। ए शिव, मैले बाबुलाई पो जहाँ टोकेको थियो त्यहाँ ल्याइदिनु भनेको नि, बारीमा हो त? थ्याङ्क यू। एउटा यो प्रहसन हेर्दा एउटा जोकको याद आयो। जोक सुनाउने अनुमति चाहन्छु है त। सुन्नुहुन्छ? एकजना बिरामी सुगरको रोगी हस्पिटल गएछ अनि ब्लडमा सुगरको लेभल चेक गरेको एकदम हाई रहेछ सुगर लेभल। अनि डाक्टर साहबले के गर्नुभएछ भने अब तपाईँले औषधि पनि खानुपर्छ, खानेकुरामा पनि कन्ट्रोल गर्नुपर्छ। औषधिले मात्रै काम गर्दैन, औषधि सँगसँगै खानेकुरा पनि कन्ट्रोल गर्नु होला। के खाने त भनेर बिरामीले सोधेछ। तपाईँले बिहान नर्मल खानेकुरा खानुहोस्, जे खानुहुन्थ्यो, तर बेलुका चाहिँ सधैँ 2टा रोटी मात्रै खानुहोस् अनि औषधि पनि खानुहोस् भन्यो बिरामीलाई। बिरामी दौड्दै घर आउनुभयो अनि झसङ्ग हुनुभएछ। ओहो, म त डाक्टर साहबसँग एउटा कुरा सोध्नै बिर्सेछु भनेर झसङ्ग भएर हस्पिटल जानुभएछ। भन्नुभएछ, डाक्टर साहब मैले त एउटा कुरा सोध्नै बिर्सेछु, के बेलुका खाने रोटी भात खाएपछि खाने कि भात खानभन्दा अगाडि खाने डाक्टर साहब भनेर सोध्न जानुभएको थियो। त्यस्तै नाटकले सम्झायो। धन्यवाद। अब अर्को प्रस्तुतिको लागि हाम्रो एमसीलाई तयार हुनको लागि अनुरोध गर्छु।